नहम्याको पुस्तक हामी एक अध्यायको 1 देखि 11सम्म। यरुशलेमको लागि नहम्याको प्रार्थना। हकलियाका छोरा नहम्याको विवरण। 20औं वर्षको किस्लेव महिनामा जब म राजधानी सुसनमा थिएँ, तब मेरा दाजुभाइ उसलाई सफल दिनुहोस्। त्यस बेला म राजाको मध्य टक्राउनेका अधिकृत थिएँ। यहाँ नहम्या भन्ने व्यक्ति हामी पाउँछौँ र ऊ चाहिँ एकदमै परमेश्वरको घरको विषयमा उनी एकदमै वास्ता राख्ने मान्छे र परमेश्वरको आज्ञालाई एकदमै वास्ता राख्ने मान्छे थिए। तर उनी चाहिँ सुसन भन्ने ठाउँमा थिए, किनभने जब राजाहरूले चाहिँ परमेश्वरको आज्ञालाई उल्लङ्घन गरे हैन, तब परमेश्वरले उहाँको मानिसहरूलाई अन्य जातिको हातमा तितर बितर पार्नुभयो, किनभने उनीहरूले परमेश्वरको आज्ञा पालन गरेनन्, उनीहरूले परमेश्वरको भय मानेनन्, उनीहरूले अन्य जातिको देवताहरूलाई पुजे र त्यस कारणले उनीहरू अब अन्य जातिको हातमा उनीहरू सुम्पिए। अन्य जातिको राजाको हातमा उनीहरू डिपोर्टेड भए। आफ्नो देशदेखि उनीहरू पुरै छिल्लीबिल्ली भएर सबै उनीहरूलाई बन्धुवाई बनाएर लगे, किनभने उनीहरूले परमेश्वरको आज्ञालाई उल्लङ्घन गरेको थियो। र हामीले पढ्यौँ यहाँ। अनि त्यो निर्वासनबाट, त्यो बन्धुवाईबाट फर्केकाहरूमध्ये एकजना हनानी भन्ने 2 पदमा ऊ चाहिँ त्यहाँ सुसनमा आइपुगे अरे, किनभने यहुदामा जति फर्काएर ल्याइएको थियो पछाडि, त्यतिखेर अझै त्यहाँ धेरै खेदो निन्दा आएको थियो र त्यो समाचार चाहिँ यहाँ हनानी भन्ने एकजना ऊ पनि एउटा प्रभुको परमेश्वरको भय मान्ने मान्छे आएर अनि त्यो यहुदाको विषयमा यहाँ नहम्याले सोधपुछ गरे र तिनले 3 पदमा तिनीहरूले मलाई भने, निर्वासनबाट बाँचेर प्रवेशमा आएकाहरूले साह्रै दुःख र निन्दा सहनु परेको छ। यरुशलेमको पर्खाल भत्काइएको छ र त्यसका मूल ढोकाहरू आगोले नष्ट गरिएको छ। यो समाचार सुनेपछि म बसेर रोएँ र यहाँ नहम्यालाई त्यो समाचार सुनाइयो। यहुदाको त्यहाँको यरुशलेमको पर्खालहरू सबै भत्काएको छ, मन्दिर भत्किएको छ भनेर यहाँ त्यो यो प्रवासमा फर्केर आएका मान्छेहरूले चाहिँ यहाँ नहम्यालाई त्यो कुरा सुनाए र त्यो कुरा जब नहम्याले सुने, उनी चाहिँ अति नै दुखित भए भनेर भन्छ। अनि ऊ चाहिँ रोए अरे।
र केही दिनसम्म विलाप गर्दै उपास बसे अनि स्वर्गका परमेश्वरसित प्रार्थना गरे। तब मैले भने, अनि यहाँ प्रार्थना गरेको हामी कुरा पाउँछौँ। र यो कसरी नेहेमिया चाहिँ धेरै परमेश्वरको घरको फिक्री गर्ने मान्छे थियो। र यहाँ जब उसले त्यो समाचार सुन्यो तब ऊ धेरै दुखित भयो अनि रुयो। किनभने यहाँ हामीले फेरि उँधो पढ्यौँ भने चाहिँ कसरी यहाँ नेहेमियाले गरेको प्रार्थनाहरू पाउँछौँ र कसरी परमेश्वरले चाहिँ इजरायलीहरूलाई एउटा के भन्छ भाकल अथवा भो गरेको थियो। र तिमीहरूले यदि मलाई चाहिँ मेरो कुरालाई सुन्यो, मेरो वचनलाई मान्यो भने चाहिँ यहाँ म पढ्छु, हे परमप्रभु स्वर्गका परमेश्वर, महान र भययोग्य परमेश्वर, तपाईँलाई प्रेम गर्ने र तपाईँको आज्ञा पालन गर्नेसँग तपाईँले आफ्नो करार विश्वाससहित राख्नुहुन्छ। उहाँलाई प्रेम गर्ने र उहाँको आज्ञा पालन गर्नेसँग चाहिँ उहाँले आफ्नो करार विश्वाससाथ राख्नुहुन्छ भनेर अब भन्दैछ। इजरायलका मानिसहरू तपाईँका दासहरूका पक्षमा रात दिन तपाईँलाई गरेको मेरो विनम्र प्रार्थना सुन्न तपाईँले आफ्नो कान थाप्नुहोस् र आँखा खोल्नुहोस्। तपाईँको विरोधमा हामी सबै इजरायलीहरूले गरेका पाप म स्वीकार गर्दछु। र त्यहाँ इजरायलीहरूले चाहिँ परमेश्वरको विरोधमा उठेको थियो, उहाँको आज्ञालाई उल्लङ्घन गरेको थियो। त्यस कारणले चाहिँ यी मानिसहरूलाई चाहिँ अविश्वासीहरूको हातमा परमेश्वरले सुम्पिनु भयो। अनि यहाँ चाहिँ अब यो नेहेमिया चाहिँ ती मानिसहरूको पक्षमा भएर यहाँ हामी प्रार्थना गरेको पाउँछौँ। किनभने उनीहरूले अलरेडी गल्ती गरिसकेको थियो र गल्तीको सजाय पाइसकेको थियो। र जब गल्ती गर्छ त्यहाँ उसले सजाय पाउँदछ। र यहाँ उनी इजरायलीहरूको अनज्ञाकारीले चाहिँ उनीहरूले सजाय पाइसकेको थियो। परमेश्वरले उनीहरूलाई अविश्वासीको हातमा सुम्पिसक्नु भएको थियो। र त्यो सबै सकेर पनि उनीहरू फेरि बन्धुवाईबाट कति फर्केर आएका थिए र अझै त्यहाँ चाहिँ आक्रमण भइरहेको थियो। र यहाँ नेहेमियाले चाहिँ सबैको निम्ति प्रार्थना गरेको हामी पाउँछौँ। 8 मा आफ्ना दास मोसालाई यसो भनेर आज्ञा गर्नुभएको वचन सम्झनुहोस्, यदि तिमीहरू अविश्वासी भयो भने तिमीहरूलाई जाति जातिका बीचमा तितर बितर पार्नेछु भनेर यहाँ परमेश्वरले भन्नुभएको कुरालाई यहाँ नेहेमियाले सम्झाउँदैछ। तिमीहरू अनज्ञाकारी भयो भने चाहिँ म तिमीहरूलाई अन्य जातिको हातमा तितर बितर पार्नेछु भन्नुभएको थियो। र उनीहरूलाई तितर बितर पनि भइसकेको थियो। उनीहरूलाई नबुकदनेस्सर राजाले चाहिँ उनीहरूलाई बन्धुवाईमा लगेको थियो। र तर तिमीहरू मतिर फर्क्यौ भने, मेरा आज्ञाहरू पालन गर्यो भने पृथ्वीको पल्लो छेउसम्म म कैदमा रहेका तिमीहरूका निर्वासित मानिसहरूलाई म भेला गर्नेछु। अनि परमेश्वरले भन्नुभएको कुरा थियो। र तिमीहरू अझै अब गल्ती गरेर तिमीहरूले सजाय पायौ, तर अझै त्यो गल्तीलाई चाहिँ स्वीकार गरेर होइन तिमीहरू मतिर फर्क्यौ भने तिमीहरूलाई फेरि म भेला गर्नेछु
भनेर यहाँ नहमियाले त्यसरी वचन प्रार्थना गरेर सम्झाउँदैछ। तपाईले आफ्नो महाबल र शक्तिशाली हातद्वारा उद्धार गर्नुभएका तिनीहरू तपाईका दासहरू र तपाईका प्रजाहरू हुन्। र महाबलले उहाँले त्यो तितर बितर भएको मान्छेलाई फेरि उहाँले फर्काएर ल्याउनु भएको थियो। दशत्वमा परेको त्यो बन्धुवाईमा परेको मान्छेहरूलाई चाहिँ परमेश्वरले फर्काएर फेरि ल्याउनु भएको थियो। किनभने उनीहरूले पुकारा गरेको थियो, उनीहरूले आफ्नो सजाय पाइसकेको थियो। अनि परमेश्वरको सामु आएर उनीहरूले उनीहरूको गल्तीलाई चाहिँ मानिलिएको थियो। त्यस कारणले यहाँ तिमीले यदि फेरि फर्केर आयो, म कहाँ फर्केर आयो भने, मेरो आज्ञा पालन गर्यो भने, आज्ञाहरू पालन गर्यो भने म पृथ्वीको सबै तितर बितर भएको ठाउँबाट तिमीहरूलाई फेरि फर्काएर ल्याउने छु भनेर भन्दछ। र उहाँको आज्ञा पालन गर्नु, गल्ती गरेको खण्डमा चाहिँ कसरी परमेश्वर कहाँ गएर आफ्नो गल्तीलाई स्वीकार गरेको, उहाँको आज्ञा उल्लङ्घन गरेको अवस्थामा चाहिँ उहाँलाई उहाँको चरणमा फर्केर आएर फेरि पनि उहाँलाई क्षमा मागेर, परमेश्वर पिता हामीले तपाईको गल्तीलाई तपाईको वचन उल्लङ्घन गरेका छौँ, पालन गरेको छैनौँ भनेर प्रार्थना गरेर फर्केर आयो भने चाहिँ परमेश्वर चाहिँ त्यस्तो कठोर हृदयको हुनुहुन्न। उहाँ क्षमा गर्नुमा छिटो हुनुहुन्छ र उहाँले क्षमा गर्नुहुन्छ। हे परमप्रभु, तपाईको दास को विनम्र प्रार्थना ध्यानसित कान थाप्नुहोस् र तपाईका नाउँको सम्मान गर्न प्रसन्न हुने तपाईका दासहरूको प्रार्थना सुन्नुहोस्। आज यस मानिसको उपस्थितिमा आफ्नो सेवकमाथि कृपा देखाई उसलाई सफल दिनुहोस् भनेर यहाँ भन्छ। र जो यसरी गल्ती गरेर जान्छ, टाढा हुन्छ, उसका लागि, उनीहरूको लागि चाहिँ हामी सधैँ प्रार्थना गर्नुपर्दछ। किनभने यहाँ पनि तिनीहरूको लागि प्रार्थना गरेको छ होइन। जस यहाँ गल्ती गर्ने मानिसहरूको लागि, उनी परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्नेहरूको, उसको दाजुभाइको सबैको लागि यहाँ प्रार्थना गरेको छ। र त्यसरी गल्ती गरेर जानेहरूलाई चाहिँ फर्केर आउन् भनेर हामीले पनि प्रार्थना गरिरहेका छौँ र प्रार्थना गर्नु पनि पर्दछ। र यहाँ हामीले अब यो 3 अध्यायमा आएर पढ्यौँ भने चाहिँ यहाँ त्यो मन्दिरको निर्माण गर्ने काम, मर्मत गर्ने काममा यहाँ मानिसहरू लागेका हामी पाउँछौँ। 3 अध्यायमा अलिकति म पढ्छु, केही पदहरू मात्रै। प्रधान पुजारी एलियासिब र तिनका सङ्गी पुजारीको काम सुरु गरेर भेडा ढोकाको पुनर्निर्माण गरे। तिनीहरूले त्यसका ढोकाहरू खडा गरे। तिनीहरूले त्यो काम 100 बुर्जा र हननेल बुर्जासम्म सके र त्यसलाई अर्पण गरे। यरीहोका मानिसहरूले त्यसैसँग जोडिएका भाग बनाएर इम्रीका छोरा जकुरले अर्को भाग बनाए। माछा ढोका चाहिँ हसेनाका छोराहरूले
पुनर्निर्माण गरे। तिनीहरूले त्यसका 70 बसाले र त्यसका छेस्किनी र अग्लाहरू लगाए, ढोकाहरू खडा गरे। उरियाहका छोरा हकोल्सका नाति मरेमोतले अर्को भाग मर्मत गरे। बेरेक्याहका छोरा मसेजेबेलका नाति मसुल्लामले अर्को भाग मर्मत गरे र त्यसका छेउको भाग बानाका छोरा सदोकले मर्मत गरे। तकोका मानिसहरूले अर्को भाग मर्मत गरे तर तिनीहरूका भाडादारहरू चाहिँ आफ्ना आफ्ना नाइकेहरूको निर्देशनमा काम गरेर आफैलाई निच तुल्याउन मानेनन्। र यसरी यहाँ सबैले यहाँ अब त्यो मन्दिरको निर्माण गर्ने काममा लागेको छन्। कसैले कुनै भागमा मर्मत गरे, कुनै भाग मर्मत गरे भनेर यो 3 अध्यायमा सबै विवरण पाउँछौँ। र परमेश्वरको घर मर्मत गर्ने काममा यी मानिसहरू लागेको हामी पाउँछौँ। र हामीलाई पनि परमेश्वरको घरमा उहाँले जिम्मेवारी दिनुभएको छ। केही कुरा गर्ने, उहाँको घरमा केही हाम्रो जिम्मेवारीहरू छन् हैन। उहाँको घरको मर्मत गर्ने, कति फुटिरहेको हुन्छन्, कति भत्किरहेको हुन्छन् परमेश्वरको घरमा हैन। र ती कुराहरूलाई हामीले देखेर त्यसलाई कसरी हामीले मर्मत गर्ने, त्यो जिम्मेवारी चाहिँ परमेश्वरले हामीलाई दिनुभएको छ। र उहाँको घर को एक ढोकाहरू हैन, वालहरू कसरी हामीले सधैँ ख्याल गर्नुपर्छ, कहाँ के हुँदैछ हैन, ख्याल गर्नुपर्छ र त्यसमा हामीले मर्मत गर्ने काम गर्नुपर्दछ। अनि हामीले त्यो परमेश्वरले दिनुभएको जिम्मेवारीलाई चाहिँ हामीले पुरा गर्नुपर्छ। अब यहाँ हामी 4 अध्यायमा, नेहेमियाको 4 अध्यायमा आउँछौँ। यहाँ अझै पुनर्निर्माणको यहाँ आएर चाहिँ अब फेरि यहाँ निर्माण गरिरहेको थियो मानिसहरूले परमेश्वरको घर हैन। त्यो मन्दिर निर्माण गरिरहेको थियो। अब यहाँ 4 अध्यायमा आएर चाहिँ यहाँ विरोध आयो। अब परमेश्वरको घर त्यहाँ मर्मत गर्दाखेरि त्यहाँ धेरै बाधा विघ्न विरोधहरू आएका हामीले देख्छौँ। यहाँ म पढ्छु, यहाँ सबै त अब पढ्न सक्दिनँ। यहाँ 4:4 पढ्छु। हे हाम्रा परमेश्वर, हाम्रो प्रार्थना सुन्नुहोस्, किनभने तिनीहरूले त हाम्रो अपमान गरिरहेका छन्। उनीहरूको गिल्ला उनीहरूकै शिरमाथि फर्काइदिनुहोस् र कैदको देशमा उनीहरूलाई लुटको रूपमा दिनुहोस्। उनीहरूको अपराध ढाक्नुहोस् अथवा आफ्नो दृष्टिबाट उनीहरूका पाप नढाक्नुहोस्, किनभने निर्माण गर्नेहरूलाई उनीहरूले खुल्ला निन्दा गरेका छन्। र यहाँ चाहिँ अब जो त्यो घर मन्दिर बनाउनेहरूको विरोधमा गरिरहेको छ, उनीहरूलाई चाहिँ यहाँ सिधा या नेहेमियाले उनीहरूलाई चाहिँ परमेश्वरले उनीहरूलाई चाहिँ उनीहरूको अपराध
ढाक्नुहोस् अथवा आफ्नो दृष्टिबाट उनीहरूका पाप नहटाउनुहोस्। उनीहरूको अपराध ढाक्नुहोस् अथवा आफ्नो दृष्टिबाट उनीहरूका पाप नहटाइदिनुहोस्। किनभने निर्माण गर्नेहरूलाई उनीहरू खुल्लमखुल्ला विरोध गर्छन् र त्यो जसले विरोध गरिरहेको छ परमेश्वरको त्यहाँ मन्दिर निर्माण गर्दाखेरि उनीहरूलाई चाहिँ उनीहरूको लागि चाहिँ उनीहरूको पाप नहटाइदिनुहोस् भनेर चाहिँ यहाँ नेहेम्याले यसरी प्रार्थना गर्छ। अनि यहाँ 7 पदमा आएर तर जब सनबलत तोबिया अरबीहरू अम्मोनीहरू र आस्दोदीहरूले यरुसलेमका पर्खालको नयाँ कामको खुब प्रगति भएको छ र प्वालहरू पुनः पुरिँदैछ भनी सुने, तब उनीहरू साह्रै रिसाए अनि उनीहरू सबै आएर यरुसलेममा आक्रमण गरी खलबल पार्न भेला हुने मतो गरे। तर हामीहरूले हाम्रा परमेश्वरको प्रार्थना गर्यौं र रात दिन उनीहरूको विरोधमा पहरा दियौं। र यहाँ चाहिँ कुनै कुनै मानिसहरू छन्, यहाँ नाम दिएका छन्। सनबलत तोबिया अरबी अम्मोनीहरू र आस्दोदीहरूले चाहिँ जब यरुसलेमको पर्खाल मन्दिरको पर्खाल अथवा मन्दिरको निर्माणलाई चाहिँ प्रोग्रेस भएको त्यो देखे, तब उनीहरू साह्रै रिसाए अनि उनीहरूले आएर चाहिँ आक्रमण गर्न लागे। त्यो मर्मत गर्नेहरूलाई आएर आक्रमण गर्न लागे भनेर भन्छ। तर हामीले हाम्रा परमेश्वरसँग प्रार्थना गर्यौं र रात दिन उनीहरूका विरुद्धमा पहरा राख्यौं। तर हामीले चाहिँ प्रार्थना गर्यौं परमेश्वरसँग र त्यो काम गर्नेहरूलाई पहरा दियौं भनेर भन्छ। र यसरी परमेश्वरको घरको निर्माण गर्ने कार्यमा चाहिँ धेरै विरोध आउँदछ, धेरै बाधा विघ्नहरू आउँदछ हैन। किनभने यहाँ के भन्छ, खुब प्रगति भएको देखे र प्वालहरू पनि पुरिँदै छन् भनी उनीहरूले सुने र उनीहरू साह्रै रिसाए भन्छ। र परमेश्वरको घरको जब त्यो एउटा पर्फेक्सनतिर जानु खोज्छ हैन, शैतान त्यसको विरोधमा उठ्छ। र हामीले पनि यहाँ कलम्बसमा त्यस्तै कामहरू गरिरहेका थियौं हैन, त्यस्तै काम गरिरहेका थियौं। यहाँ धेरै त्यस्तो खालको मण्डलीमा जो नहुने कार्यहरू भइरहेको थियो र त्यसलाई हामीले चाहिँ कसरी त्यसमा हामी सबै लागेर त्यसलाई रोक्न खोज्यौं, त्यस्तो गर्नु हुँदैन भन्न खोज्यौं हैन। तर हाम्रो विरोधमा त्यहाँ धेरै विरोधीहरू खडा भए, किनभने शैतानले चाहँदैन त्यहाँ परमेश्वरको घरमा पर्फेक्सन आएको चाहँदैन, परमेश्वरको घरको प्रगति भएको चाहँदैन, परमेश्वरको घर पवित्र बनेको चाहँदैन। शैतानले चाहिँ परमेश्वरको घरलाई तहसमस गर्नु खोज्दछ हैन, त्यसलाई पुरा डिस्ट्रक्सन ल्याउनु खोज्दछ। तर हाम्रो जिम्मेवारी चाहिँ, विश्वासीको जिम्मेवारी चाहिँ के हो? सधैँभरि प्रयास गर्ने र त्यो आक्रमणको विरोधमा हामी रात दिन हैन विरोधमा हामीले पहरा राख्नु पर्दछ। हाम्रोमा धेरै यस्तो कार्यहरू भएको छ, आएको छ, हाम्रो विरुद्धमा आएको छ। हामीलाई थाहा छ हामीले जे कामहरू गरेका छौँ, हामीले परमेश्वरको घरको पवित्रताको, उहाँको घरको शुद्धिकरणको लागि हैन गरेका छौँ। तर
शैतानले त्यस्तो चाहँदैन। शैतानले चाहिँ के चाहन्छ? परमेश्वरको घरलाई तसमस गरेको भएको चाहँदछ र सधैँ उहाँको घर मर्मत गर्ने, उहाँको घरको ख्याल राख्ने जिम्मेवारी, उहाँको घरको जिम्मेवारी लिने मान्छेहरूमा चाहिँ के आउँछ? शैतानले आक्रमण गर्दछ। र यहाँ त्यस्तै भएको छ। हाम्रा विरोधीहरूले पनि भने तिनीहरूले चाल पाउन वा देख्न अघि नै हामी तिनीहरूमाथि जाइ लागेर तिनीहरूलाई मारिदिनेछौँ र यस कामलाई खतम पारिदिनेछौँ भनेर यहाँ ती मानिसहरूले त्यसो भने। त्यो मर्मत यरुशलेमको मन्दिर मर्मत गर्ने, यहाँ 3 अध्यायमा पुरा मर्मत गर्ने काम लागिरहेको छ। त्यो देखेर उनीहरू पुरै रिसाए र उनीहरूले अब त्यो खतम गर्ने, त्यो बनाउने मान्छेहरूलाई चाहिँ खतम गरिदियो। तिनीहरूलाई उनीहरूले सुरु गर्नुभन्दा अगाडि नै खतम गरिदिउँ भनेर यहाँ उनीहरूले महत्त्व गरिरहेको छ। र परमेश्वरको काम चाहिँ जब हामी गर्न खोज्छौँ, त्यो गर्न अगाडि नै गर्नै नपाई शैतानले चाहिँ त्यसलाई खतम बनाउनु खोज्छ, त्यसलाई नष्ट बनाउनु खोज्छ। र त्यसमा हामीहरू होसियारी हुनुपर्दछ। यहाँ जसरी नयमिया र यहाँ उसका मानिसहरू एकदमै होसियारी भएका हामी पाउँछौँ। तब उनीहरूका बीचमा बस्ने यहुदीहरू आए र तिनीहरूले हामीलाई 10औं पल्ट यसो भनेर चेतावनी दिए, तपाईँहरू जता फर्कनु भए पनि हरेक ठाउँबाट उनीहरूले हामीलाई आक्रमण गर्नेछ भनेर भन्छ। यसैले पर्खालको अगाडि खुल्ला भएका सबैभन्दा तल्ला समतल ठाउँमा अड्डा जमाउन भनी मैले तिमीहरूलाई तिनीहरूका परिवार अनुसार आफ्ना तलवार, भाला र धनुर्बाण लिएर बस्न आदेश दिए। तब उठेर मैले ती सबै निरीक्षण गरेर भारदारहरू, अधिकृतहरू र सबै मानिसहरूलाई यसो भने, उनीहरूसँग नडराऊ, महान र भोग्य परमप्रभुको सम्झना गर र आफ्नो दाजु भाइ, छोराछोरी, पत्नी र घरहरूका निम्ति युद्ध गर। अब यहाँ के भन्दैछ नेहेमियाले? यहाँ चाहिँ अब तिमीहरूले धनुर्बाणहरू लिएर होइन, अब उठ, परिवार अनुसार होइन, आफ्नो तलवार, भाला र धनुबाण लिएर खडा हौ। तब उठेर मैले तिनीहरूलाई निरीक्षण गरेर भारदार, अधिकृत र सबै मानिसहरूलाई यसो भने, उनीहरू नडराओ, यहाँ अनि नडराओ भनेर यहाँ नेहेमियाले भन्छ। र उनीहरूलाई चाहिँ तलवार, भाला होइन, धनुबाण लिएर खडा हौ भनेर चाहिँ उनीहरूको विरुद्धमा खडा हौ भनेर यहाँ भन्छ। र परमेश्वरको घरमा काम गर्दाखेरि यस्तै किसिमको आक्रमणहरू आउँछ होइन, यस्तै किसिमको धेरै आक्रमणहरू आउँछ। यस कारणले हामी होसियारी रहनु आवश्यक छ। 16 पदमा, त्यस दिनदेखि उसो मेरो अधीनमा भएका आधा मानिसहरू निर्माण गर्ने काममा लागेर अर्को आधा चाहिँ आफ्ना भाला, ढाल, धनु, झिलम लगाएर तयार भइरहे र अधिकृतहरू चाहिँ पर्खालको काममा लागेका यहुदाका सबै मानिसहरूका पछाडि
पछाडि तैनाथ थिए। भारी बोक्ने मजदुरहरूको एउटा हात काममा र अर्को हात आफ्नो हतियारमा हुन्थ्यो र निर्माण गर्नेहरू आफ्नो तलवार भिरेर आफ्नो काम गर्थे तर तुरै फुक्नेहरू चाहिँ मेरो छेउमा थियो। यसरी उनीहरू अब होइन काम पनि गर्दैछ र सुरक्षा पनि अपनाउँदैछ। उनीहरूले होइन आदि मानिसहरू चाहिँ काममा लागे, आदि मानिसहरू चाहिँ के भन्छ सुरक्षा दिने काममा लागे। भाला ढाल धनु झिलम लगाएर तयार भए अरे र परमेश्वरको घरमा काम गर्दाखेरि होइन यसरी आक्रमण आउँछ र हामीले पनि काम पनि गर्नु छोड्नु भएन। अनि तर फेरि त्यो आक्रमण गर्नु आउनेहरूको विरोधमा पनि हामी तयारी हुनु पर्यो। हामीले भाला होइन ढाल धनु झिलम लिएर हामी तयार रहनु पर्यो ताकि उनीहरूले आक्रमण नगरोस् होइन। यहाँ मण्डलीमा कति को जिम्मेवारी छ, सबैको जिम्मेवारी छ। कतिले वचनको जिम्मेवारी छ, उसले काम गर्छ होइन र त्यो काम गर्नेमा कति आक्रमण आउँछ र आक्रमण आउनेमा अरू दाजुभाइहरूले चाहिँ यसरी हतियार लिएर अरू दाजुभाइ चाहिँ खडा हुनु पर्यो त्यो ताकि आक्रमण नआओस् होइन। प्रभुको घरमा त्यहाँ काम गर्दाखेरि आक्रमण नआओस् बाहिरबाट। र त्यसरी हामी सबै मिलेर होइन उहाँको काम गर्दै र यहाँ भन्छ भाला ढाल धनु झिलम लगाएर तयार भए भन्छ। अनि यहाँ 17 पदमा भारी बोक्ने मजदुरहरू एउटा हात काममा र अर्को हात आफ्नो हतियारमा हुन्थ्यो अरे। किनभने त्यहाँ आक्रमण आउँथ्यो। काम गरिएको लागेर काम गऱ्यो भने त्यहाँ आउँथ्यो, त्यहाँ एट्याक हुन्थ्यो, त्यसलाई आक्रमण आउँथ्यो। तर त्यसै कारणले ऊ चतुर भएर एउटा हातमा भालाहरू हतियार लियो अनि अर्कोले काम गर्ने। परमेश्वरको घरमा यस्तै हुन्छ, आक्रमण आउँछ उहाँको काम गर्दाखेरि र हामी होसियारी रहनु पर्दछ। आउनुहोस् पहिलो पत्रुस 5:8 सचेत रहो, जागा रहो, तिमीहरूका शत्रु दिहा बलस कसलाई भेटाउँ र निलिहालौँ भनी गर्जने सिंह झैँ खोजी हिँड्छ। सचेत हौ भनेर भन्नुभएको छ होइन। किनभने तिमीहरूका शत्रु दिहा बलस चाहिँ एकदम खोजिरहेको छ, कहाँ भेटौँ र निलौँ भनेर खोजिरहेको छ। र त्यस कारणले होसियार बस भनेर भन्दछ। रोरिङ लाइन आज के अरे इजरायलको चाहिँ स्लोगन चाहिँ रोरिङ लाइन वा एट्याक छ होइन। युएसको चाहिँ के छ एपिक फ्युरी भन्ने, त्यो दुईजना भएर इरानलाई आक्रमण गरिरहेको छ। र यहाँ रोरिङ लाइन भनेर यहाँ हामीले पढ्यौँ होइन। गर्जने सिंह हाम्रो विरोधमा सधैँ खडा छ र हामी चाहिँ होसियार हुनुपर्छ, सचेत रहनुपर्छ भन्ने कुरा हामीले जान्न सक्छौँ। र आउनुहोस् अब यो भाला तलवार ढालहरू भनेको चाहिँ अब के साँच्चै नै हामीले साँच्चीको भालाहरू उठाउनु पर्ने हो, साँच्चीकै धनु लिएर तयार, बन्दुक लिएर तयार हुनु हो के हो भन्ने विषयमा अब हामी एपिसी 6 अध्यायमा, एपिसी 6 को 10 देखि 18 सम्म।
तब अन्त्यमा प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान हो भन्छ। दियाबलसका युक्तिहरूका विरोधमा खडा हुन सक्नलाई परमेश्वरको सारा हतियार धारण गर। अब यहाँ हाम्रो शत्रु चाहिँ रोरिङ लायन होइन, गर्जने सिंह चाहिँ हाम्रो पछि लागिरहेको छ। किनभने हामी यहाँ परमेश्वरको घरको मर्मत गर्ने काममा हामी लागेका छौँ र त्यो पुरा गर्न शैतानले दिँदैन र ऊ चाहिँ रोरिङ लायन आक्रामक होइन भएर हाम्रो पछि लागेको छ र अब हामीले चाहिँ त्यसको विरोधमा के गर्नुपर्छ भन्ने कुरा यहाँ छ होइन। दियाबलसका युक्तिका विरोधमा खडा हुन सक्नलाई परमेश्वरको सारा हतियार धारण गर। अब हामीले चाहिँ परमेश्वरको हतियार चाहिँ धारण गर्नु अरे। अब त्यो चाहिँ के हो भन्दाखेरि यहाँ किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका संसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्टाइहरूका आत्मिक सेनाहरूका विरुद्धमा हो। अब हाम्रो लडाइँ चाहिँ यो इजरायल, इरान, युएस, इरान जस्तो त्यसरी वार होइन, हाम्रो शरीरमा भौतिक वार होइन, तर हाम्रो चाहिँ आत्मिक युद्ध छ, शैतानसँगको आत्मिक युद्ध छ, स्पिरिचुअल वार छ हाम्रो चाहिँ होइन। र अब हामी चाहिँ कसरी खडा हुनुपर्छ त? अब हामीलाई एट्याक आइरहेको छ होइन, किनभने गर्जने सिंह चाहिँ हाम्रा पछि शैतान लागेको छ। किनभने हामी परमेश्वरको घर मर्मत गर्ने काममा लागेका छौँ। जसरी यहाँ नेहमियाको पुस्तकमा हामीले पढ्यौँ, त्यहाँ धेरै परमेश्वरको घर मर्मत गर्दाखेरि धेरै आक्रमणहरू आएका कुराहरू हामीले त्यहाँ पढ्यौँ। र अब हामी चाहिँ कसरी तयार हुनुपर्छ भन्ने कुरा यहाँ बताइएको छ। र यो लडाइँ चाहिँ शरीर र रगतको विरुद्धमा होइन, तर प्रधानताको विरुद्धमा, शक्तिहरूको विरुद्धमा होइन। वर्तमान अन्धकार भनेको यो संसारको हरेक तत्त्वहरूको विरुद्धमा होइन। किनभने संसारको एभ्रिथिङ वर्ल्डली थिङले हामीलाई एट्याक गर्छ, हाम्रो शरीरले नै हामीलाई एट्याक गर्छ होइन। र हामी चाहिँ अब त्यसको विरुद्धमा कसरी खडा हुनुपर्छ भन्ने कुरा। यसै कारण परमेश्वरको सारा हतियार उठाओ र यसरी खराब दिनहरूको सामना गर्न सक र सबै काम गरेर खडा हुन सक्ने हो। अब खराब दिन आइरहेको छ, अहिले खराब दिन आइरहेको छ होइन। उहाँको वचनको पक्षमा लाग्ने मान्छे धेरै कम्ती छ होइन। उहाँको वचनलाई जानेर पनि त्यसलाई नजानेको जस्तो गर्ने होइन। सधैँ त्यो वचन पालन गरेर आएको कुरालाई आफ्नो स्वार्थको लागि चाहिँ त्यसलाई ओभरटेक गर्ने होइन। यस्तो दिनहरू, खराब दिन आएको छ। अब त्यसको विरुद्धमा चाहिँ हामी कसरी खडा हुनु पर्दछ? हामी चाहिँ कसरी उहाँको वचनमा खडा हुनुपर्छ, उहाँको वचनमा हामी चाहिँ लागिरहनु पर्छ भन्ने कुरा। अनि परमेश्वरको सारा हतियार उठाओ र सबै उठाओ र खराब दिनको सामना गर्न सक। अब खराब दिन आइरहेको, त्यसमा हामी स्ट्यान्ड हुन सक्नुपर्छ अरे। र सबै काम गरेर खडा हुन सक्ने हो। खडा हुन, शैतानले लडाउन चाहन्छ, हामीलाई बर्बाद बनाउन चाहन्छ, तर त्यस्तो अवस्थामा हामी चाहिँ के भनेको छ यहाँ? सबै काम गरेर खडा हुन सक्ने हो।
खडा हुन सक्ने हो अरे। हामी के खडा हुन सकिरहेका छौँ? हरेस खानु हुँदैन, हरेस नखाउँ भने। र हामी चाहिँ सबै कामहरूमा गरेर हामी खडा हुन सक्ने हो भनेर यहाँ पावलले भन्छ होइन। यसकारण आफ्ना कम्बर सत्यताले कस कम्बर, आफ्नो कम्बर चाहिँ सत्यताले कस। सत्यता भनेको के हो? उहाँको वचन, उहाँको सच्चाइ कुरालाई हामीले कहिले पनि त्याग्नु हुँदैन। हामीले उहाँ जे पाएका कुरालाई त्याग्नु हुँदैन। सच्चाइले हाम्रो कम्बर कस्नु पर्यो। धार्मिकताको छाती पाता लगाएर खडा हो। धार्मिकताको छाती पाता लगाएर हामी खडा हुनु पर्यो होइन। छाती पाता, किनभने यहाँ छातीमा भालाको आक्रमण आउँछ होइन। त्यस कारणले हामीले धार्मिकताको, उहाँको वचनको धार्मिकताको ले चाहिँ हामीले पहिरिनु पर्यो। छाती पाता, ब्रेस्टप्लेट भन्छ होइन, लाउनु पर्यो, ताकि शैतानले हामीलाई हान्यो, हाम्रो मुटुमा हान्यो भने त्यसले रोक्न सक्छ। 15 मा र खुट्टामा मिलापको सुसमाचारको जुत्ता लगाएर तयार हो। अनि खुट्टामा चाहिँ मिलापको सुसमाचारको जुत्ता लाउनु पर्यो। सुसमाचारको निम्ति हामी स्टेप अप गर्नु पर्यो, हामीले स्टेप बढाउनु पर्यो। यसमा हामी धेरै नै कमजोर छौँ होइन। अब तर हामीले कति अब यो विषयमा सल्लाहहरू पनि गरिरहेका छौँ र विगत आउँदो दिनहरूमा हामी यसमा प्रार्थना सहित लाग्नुपर्छ। सुसमाचारको जुत्ता लाएर, साथै विश्वासको ढाल उठाओ जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउन सक्छौ। अब के भन्यो? साथै विश्वासको ढाल उठाओ। र हामीले विश्वासको ढाल भनेको सबैलाई थाहा छ कि छैन? इङ्ग्लिसमा चाहिँ सिल्ड भन्छ होइन, सिल्ड भन्छ। ढाल भनेको चाहिँ यसरी पहिलाको समयमा यस्तो रोक्ने क्या, उता तीरहरू भालाहरू आयो भने यसरी रोक्ने, सिल्ड भन्छ, यसरी रोक्ने। अनि हो त्यो चाहिँ उठाउनु अरे हामीले, उठाएर ताकि दुष्टको सबै अग्निबाण निभाउन सक्ने हो। अग्निबाण पठाउँछ दुष्टले, मिजाइलहरू पठाउँछ होइन। र कसरी इजरायलमा चाहिँ आइरन डुम छ, आइरन डुम बनाएको छ। र यता इरानले मिजाइल फ्याँक्छ, हमासहरूले मिजाइल फ्याँक्छ, तर त्यो आइरन डुमले माथि नै एयरमै त्यसलाई नष्ट गरिदिन्छ, त्यसलाई डिस्ट्रोय गरिदिन्छ। त्यस्तै प्रकारले हाम्रो आत्मिक जीवनमा पनि यस्ता अग्निबाणहरू आउँछ होइन। र हामीले चाहिँ आत्मिक ढाल उठाएर त्यो अग्निबाणलाई चाहिँ रोक्न हो भनेर यहाँ हामीलाई सल्लाह दिनुहुन्छ। अनि मुक्तिको टोप लगाएर पवित्र आत्माको तलवार ल्याओ जो चाहिँ परमेश्वरको वचन हो। मुक्तिको टोप, टोपी होइन, मुक्तिको टोप। अब हामीले मुक्ति पायौँ भने मात्रै हामी बाँच्न सक्छौँ होइन। र मुक्तिको टोप हामीले पहिरिनुपर्छ। परमेश्वर, हामीले प्रभुलाई विश्वास गरेर मुक्तिको टोप पहिरिनुपर्छ र मात्रै हाम्रो मुक्ति हुँदछ। र हाम्रो शिरमा पनि आक्रमण आउँछ होइन। अनि त्यो मुक्तिको टोपले रोक्न सक्छ होइन। र पवित्र आत्माको तलवार उठाओ। अब साँच्चीको लिटरल तलवार होइन, तर पवित्र आत्माको तलवार ल्याओ, पवित्र आत्माको तलवार ल्याओ जो चाहिँ परमेश्वरको वचन हो। परमेश्वरको वचनले परमेश्वरको वचन चाहिँ के हो? 2 धारे तरवार भनेको छ होइन। र परमेश्वरको वचनले काट्छ, दुष्टको आक्रमणहरूलाई काट्छ होइन, छाट्ने काम गर्छ, काट्ने काम गर्छ। र त्यो चाहिँ परमेश्वरको वचन हो। र त्यो तलवार हामीले उठाउनु पर्यो। अनि 18 मा आएर सारा प्रार्थना र निवेदन साथ सब समय पवित्र आत्मामा प्रार्थना गर। यस उद्देश्यले
लगनशील र सतर्क भएर सबै सन्तहरूका बीचमा प्रार्थना गरिरहो। सबै सन्तहरूसँग को बीचमा प्रार्थना गरिरहो भनेर भन्दछ। अब यो हाम्रो लडाइँ चाहिँ कस्तो खालको हो भन्दाखेरि आउनुहोस् दोस्रो कुरिन्थी 10:3-4। किनभने हामी संसारका हौं तापनि संसारिक लडाइँ त लड्दैनौँ, किनकि हाम्रो युद्धका अस्त्र शस्त्र संसारिक होइन, तर किल्लाहरू नाश गर्ने ईश्वरीय सामर्थ्य तिनमा छ। परमेश्वरको आज्ञाको विरोधमा खडा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं र हरेक विचारलाई ख्रीष्टको आज्ञा पालन गर्नलाई बसमा पार्छौं। र हाम्रो लडाइँ चाहिँ यो संसारिक लडाइँ होइन अरे, होइन, तर के हो, किनकि हाम्रो युद्ध अस्त्र शस्त्र संसारिक होइन, तर किल्लाहरू नाश गर्ने ईश्वरीय सामर्थ्य तिनमा छ, जो चाहिँ ईश्वरीय सामर्थ्यलाई नष्ट गर्ने सामर्थ्य छ तिनीहरूमा। त्यसको विरोधमा चाहिँ हो हाम्रो लडाइँ चाहिँ। हामीलाई सधैँ आक्रमण आउँछ हाम्रो जीवनमा, होइन, आत्मिक जीवनमा। जब हामी परमेश्वरको काममा, उहाँको मन्दिरमा मर्मत गर्ने काममा लाग्छौँ, उहाँको काममा हामी अघि बढ्न जब हामी खोज्छौँ, तब हामीमा धेरै आक्रमण आउँछ। त्यसलाई सुरुमै नष्ट गर्न चाहन्छ, त्यसलाई स्टार्टै गर्न नदिन चाहन्छ शैतानले, होइन, सुरुमै त्यसलाई निमेट्यान्न बनाउन चाहन्छ। तर हामी चाहिँ होसियारी हुनु पर्यो, होइन। हामीले आत्मिक हतियार, एउटा हातमा हतियार, अर्को हातले काम, होइन। र एउटा ब्रदरले उसको गार्ड गर्नु पर्यो, एउटाले काम गर्दै जानु पर्यो परमेश्वरको काम। एकअर्कामा अन्डरस्ट्यान्डिङ, म्युचुअल अन्डरस्ट्यान्डिङमा हामी परमेश्वरको घरमा काम गर्नु पर्यो, अनि मात्रै हामी सफल हुन्छौँ। यसरी हामी एक मन भएनौँ भने धेरै यहाँ बर्बाद हुन्छ, परमेश्वरको घरमा बर्बाद आउँछ। र हामी सबै चाहिँ एक भएर हाम्रो विरुद्धमा आउने आक्रमणलाई चाहिँ, परमेश्वरको हतियारलाई हामीले धारण गरिकन चाहिँ हामी त्यसको विरुद्धमा खडा हुनको निम्ति हामी हरेकलाई परमेश्वरले सहायता गरेका हुन्।